साथीहरु वेलकम छ मेरो न्यू डे न्यू भ्लगमा भनेर भन्न चाहन्छु। अब कसरी भन्नु यसरी नै है त्यो गाडी के हो त हेटौडाको होला र रोकिरहेको हो रोक्नु त गाइस हेटौडाकै गाडी पाउन गाह्रो यता खाली बिरगञ्जको मात्र आउँछ। यहाँ चाहिँ जान लागिरहेको छौँ घाम यति चर्को लागिसक्यो गाइजहरू हामी यहाँ बसिरहेको छौँ गाडी आएको छैन बाउजूले कल गरेका छैनन् बाउजूको पारा तात्यो स्वास्थ्य छ यति बेरसम्म आएन भनेर के गर्नु बाउजू भिडियोबाटै माफी माग्न चाहन्छु। भिडियोको जोडेर खै गाडी पनि आउँदैन के हो जाम लाग्यो भने जाम पनि छैन छैन। अनि गाइस हामी चाहिँ गाडी पर्खेको अवस्था त्यो अगाडि उहाँ रोकेको गाडी जाने हो कि होइन खै के हो यहाँ बसिरहेको छौँ गाडी पाएको छैन अहिले किने गाइस अब यात्रा सुरु गर्न थालेको दामन साइडतिर यहाँबाट हेटौडा गएर झर्नुपर्ने होला हेटौडाबाट फेरि अर्को गाडी चेन्ज गाइस 9 बजेको गाडी भनेर यहाँ ढिलो भइसक्यो त्यहाँदेखि अब गाडी पनि आउँदैन गाडी नि गाडी जस्तै छ अहिलेलाई यति नै ला बस चाहिँ बल्ल पायो एकदम सफा मान्छे पनि पुरै ब्याग उभिनु पऱ्यो हाम्रो हालत त ब्याग भारी कसरी पुग्ने हो थाहा छैन गाडी भर्खरै झऱ्यौँ है हाम्रो गाडीबाट गाडीले यति ब्याग हेर्नु नउभिने ठाउँ थिएन हिल लागेको छ त्यस्तै हिलसिल खोलेर सम खोलेर उभिएर आएको। अब यहाँबाट चाहिँ लाग्नुपर्ने हुन्छ बुद्ध चोकबाट पुतले जाने बाटोतिर गएर त्यहाँबाट चाहिँ राधाकृष्ण मन्दिर जाने भनेर अटो चढ्नुपर्छ अरे भाउजूले त्यही भन्नुभएको भाउजूकोमा गएर खाना खाएर त्यसपछि हामी फेरि दामनको गाडी चढेर जानुपर्ने हुन्छ। भाउजू चाहिँ हामीलाई 9 बजेको गाडी थियो तर 10 बजेको गाडी चाहिँ अब हामी हिँड्नुपर्ने हुन्छ गाइस एकदम भोक लागेको छ मलाई हिजो बेलुका चाहिँ मैले पिज्जा खाएको कि 3 पिस अनि त्यही भएर मलाई खानै खान मन लागेन अब अहिले चाहिँ खानुपर्ने भयो अब गएर खाना भोक लागिरहेको छ भाउजू खान्छ होला त्यही भएर जाँदैछौँ। यस्तो झ्याउ यति पनौती दिनमा हिँडे जस्तो लागिरहेको दिमाग खराब जाइसक्यो भाउजूकोमा हेर्नु सक्नुहुन्छ कस्तो राम्रो रहेछ घर हाम्रो घर पनि कहिले यस्तो होला त्यो पनि न बान्ध कस्तो दामी गाइस यस्तो घर हाम्रो कहिले होला टाक्क लागेको गाइस बस्यौँ अब टिकटक बनाउने एकछिन भनेको डिजाइनको भरे के भन्छ है मोमो चाउमिन कस्तो दामी डिजाइनको भन्छ भाउजू यही हो लगाइसकेको छु सिकेको छु कुमारी बनिसकेको छु कृषि दिदी यहाँ भाउजू छ अब हाम्रो यात्रा छ एउटा बसबाट त्यहाँ गएर सामान त्यसपछि फेरि हामी चढ्नुपर्ने हुन्छ दामनको गाडी गाई देखाउँदै गर्छु र हिँडाउनु होला मेरो के अरे मिनी ब्लग। यहाँ फलफुल किन्दैछौँ स्याउ 300 रुपियाँ किलो के अरे सुन्तला 300 रुपियाँ किलो अङ्गुर कसरी अङ्कल 350 अङ्गुर झन् महँगो मेवा ए सबभन्दा सस्तो खरबुजा होला यहाँ होइन बुझियो हाम्रो उताभन्दा सस्तो रहेछ 40 रुपियाँ हाम्रो उता 50 रुपियाँ किलो थियो यहाँ अलिक 10 रुपियाँ सस्तो गाइज यता यसले के किन्न आँटेको पैसा निकाल्दैछ गाइज 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 यहाँ खाँदै हुनुहुन्छ भाउजू राम्रो छ भैँसीबाट अब हामी लाग्नु यता जाँदा काठमाडौँ यता काठमाडौँ तर हामी यता लाग्ने बाइलरको बाटो हो यो के को बाइलरको के अरे बाइलर मतलब बाइलरको गानातिर बाइलरको बाटो बाइलरको त्यही त हामी त हामी बाइलरको बाटोमा धुलो उडाउने भन्दै नाच्नेको मतलब बाइलर एरिया के छ पहिलेदेखि बाइलरको बाटोमा धुलो उडाउने चिन्नुहुन्छ हाम्रो भाउजू र हामी यता लाग्ने लाइट हामी यता छौँ बाटोमा यहाँ बेहुली बनेको छौँ यता लाग्ने सिधै त्यो दाइलाई छोडिदिएको
यता छ हाम्रो त यता हेर हाई गर्नु न हेलो हेलो बेहुलाको बुवा देउलाको भयो जति हैन नि बेहुला त हो नि बिहे जस्तै त हुन्छ यो हेलो बेहुला यहाँ नि भोलिको गाइस यहाँ राख्नु चाहिँ यहाँ छ के को गाइस कस्तो जुम्मा राखोटी त राख्नु भन्ने रे पूजा बाँकी खाली भर्खर एउटा पूजा सकेर बाँकी खाली यही हो ठाउँ चाहिँ कस्तो राम्रो कि आनन्द खालको गाइस एकदम बसौँ बसौँ खालको शान्ति खालको गाउँ रहेछ एकदम शान्ति मनपर्ने मान्छेको लागि चाहिँ बबाल छ यो ठाउँ नमस्ते पिक्सला वाह डाँडा काँडा कस्तो राम्रो हेर्न सक्नुहुन्छ गाइस एकदम राम्रो रहेछ पूजाहरू बाँकी नै छ भरे गाइस हेटवटा बजार चाहिँ त्यो है सानो सानो देखेको हामी चाहिँ यहाँ माथि छौँ लामी डाँडामा छौँ हामी चाहिँ गाइस कस्तो दामी देख्दो रहेछ यहाँबाट यहाँ त बोतल बियर सियर फुटाएको रहेछ हो कस्तो राम्रो ए यतैबाट जान्छ होइन टिस्टुङ पालुङ कस्तो राम्रो हेर्नु त गाइस बस्नु गाइस गाइस साइकल हाकिरहेको छु म चाहिँ एकदम रमाइलो भइरहेछ यता भ्यू हेर्दै साइकल हाक्नलाई तीहरू क्याट्रिनको सामान आइसक्यो अब हामी जाँदैछौँ शेरमारा के अरे शेरमारा बाघमारा भन्ने आँपको बोट तर फलेको छैन फुलेको नि रहेछ नि यार रोडकै छेउमा भाइरल भयो भने यता चाहिँ काट्न हाल्न ल अनि त्यही होला के हुन्छ रे त्यसको त कति टिकटकै भनिरहेको पुरै अनि रोडकै गाइस यो पानी अमलाको बोट हो उखाल चाहिँ अब यहीँ वाउ थ्याङ्क यू चाहिँ हेरौँ न खान्छ काम खायो पखाला न हो खान्छ के पानी अमला पिसाब पोलेको भन्ने हुन्छ केही त होइन पानी मात्र हुन्छ कि सरो सरो अलिक तरो तरो हुन्छ यही हो पानी अमला गाइस खाने भेटी पर्दैन नखाने अन्त जिन्दगी फर्स्ट टाइम देखायो अनि तैँले मलाई अस्ति पुरा बागदेउमा पानी अमला पाउँछ खुवाउँछु तल भने मैले उसले नि कसरी बुकेर निगु होइन काम थियो इन्डिको भने यो बुकेर मान्नु सकाउँछु गाइस यो पानी अमला अब यो यसको बिउ चाहिँ लानुपर्ने हो घरमा लगेर रोप्नु भनिरहेको पाउँछु मलाई मन पर्दैन कस्तो छल छल पानी हुन्छ कि हेर्नु त यस्तो डाँडा घरमा नि खतरा 3 तलाको बिल्डिङ ठोक्या अब हामी चाहिँ कतिखेर पुग्ने हो थाहा छैन नस्पति हेर्नु नि त नस्पतिको बोटे नस्पति फुलिरहेको छ यहाँ हेर्नु कृषाला हिँड्नु हिँडिरहेको छ क्याटवक हामी चाहिँ बाघमारा डाँडा जान थालेको त्यो त आधी घन्टा जानलाई फर्किनलाई आधी घन्टा धेरै भिड हुन्छ अरे धेरै टाइम लाग्छ अरे त्यही भएर हामी चाहिँ चटपटे खाने सपना क्यान्सल गरेर अब हामी यतै पसलमा केही खान लाग्दैछौँ गाइसहरू बाटो फेरि यस्तो खतरनाक छ साथीहरू के गर्ने हिँड्नु परिहाल्यो गाउँघरको बाटो यस्तै हो भिर र पहिरो खोलाको बाटो भन्दै यहाँ कति रमाइलो हेर्नु त कला कला घर म यहाँ यस्तै राम्री त्यही माथि यो ठाउँ त्यस्तै राम्रो कस्तो राम्रो देखेको छ अब हामी पसल जाँदैछौँ घरमा पूजा सुरु हुँदैछ साथीहरू यो कुन बाटो हो फेरि जोस् आपको बोट चाहिँ यता पनि हुँदो रहेछ आउँछु नस्पति नै नस्पति हामी यो हामी के आधी बाटो निस्क्यो हो आधी बाटो मतलब यो कहाँ निस्केको हामी अब यो बाटो कहाँ जान्छ अनि त्यसो भए त नि यतै त हो नि होइन र उ त्यो चटपटे पसल 1 किलोमिटर टाढो हामी अघि नै उता उसको घरबाट घुम्दै अब उताको बाटोबाट त हामी यहाँ त आए हामी यस्तो गरेर गयो त नि बुढी भइसक्नु भन्नु यो उताबाट आयो गाई जो लालीगुराँसको बोटो साथीहरू पसलमा के खाने र के आम्बो केले घोच्यो मलाई केले टोक्यो उयो होटेल भनेको हे मरे म त यहाँ त
यहाँ त धेरै जसो छाङठाङ मान्छे गाइज अब एक्सट्रिम खाने एनर्जी ल्याउने फेरि डाँडा चल्ने गाइजहरू एनर्जी आयो अब कुद्नु पर्यो जुत्ता पूजा भइरहेको छ यता जुम्रा हेरिरहेको छ त्यहाँ पूजा भइरहेको छ हेर्नु रहेछु गाइजहरू पूजा हुँदैछ यतातिर चाहिँ पूजा राति हुँदैछ हाम्रो ठाउँमा पूजा सम्पन्न हुन्छ अरे लाग्नेको लागि उतिर नारायण पूजा हुँदैछ अब त्यसपछि लाग्ने हुन्छ होला राति नयाँ बेहुला बेहुली चाहिँ यता छन् अँध्यारोको सिन हेर्नु न के लागेको यहाँ त्यहाँ हेर न हेटौँडाको सिन कस्तो ल्याङ भयो पेल के भएको यो हेटौँडाको सिन हेर्नु न गाइजहरू यस्तो दामी हो धेरै जुम गरेर होला कस्तो दामी देखिरहेको भाजा पनि यता रेडी छ गाइज आगबत्ती बाल्दाखेरि पञ्चे बाजा बजाउने सिस्टम रहेछ साथीहरू पैसा चढेर ल्याउने छैन
बल्ल पूजा सके गाइस अनि भात दिन खानेर हामीले चाहिँ अब एकछिन नाच्नुपर्ने हुन्छ ब्लग चाहिँ यही हुन्छ अब भोलि एकैचोटि छेउ अर्को रोगले जोगेको आउनेछ थ्याङ्क यू फर वाचिङ माई भिडियो भेटौँला नेक्स्ट भिडियोमा बाई बाई गाइस